हेलो साथीहरू, वेलकम टु माई न्यू मिनी ब्लग। आज चाहिँ म सेवाई पकाउँदैछु। सेवाई कसरी पकाउँछन् भन्ने कुरा सबैलाई थाहा छँदैछ र पनि अब यसो देखाइदिनु त पर्यो के गरेँ भनेर। अनि सुरुमा घिउ बस हालेँ। अब व्रत हो नि त, अनि व्रतमा तोरीको तेल नखानु भन्छ नि त। अनि घिउ हालेँ, त्यसपछि घिउ हालेपछि सेवाई हालेँ। सेवाईलाई रातो हुन्जेल भुट्नुपर्छ नि त। अनि रातो हुन्जेल भुटे अनि चिनी पनि हालेँ, हाल्नु भयो। अनि यतापट्टि चिया पनि पकाइहाल्नु पर्यो, सँगसँगै हुन्छ नि त एकैचोटि खाना दिनलाई। अनि त्यसपछि चियामा चिनी हालेँ। अब चिया रङ हाल्छु, चिनी नै हाल्दै रहेछु। अब चिया रङ हाल्छु, अनि त्यसपछि मरिच पनि हाल्छु, चियापत्ती पनि हाल्छु। अनि त्यसपछि भनेको यता पनि चलाउँदै गर्नुपर्ने हुन्छ। अनि दुध पनि हालेँ, रेडी भइसकेको छ, दुध हाल्ने बेला भइसकेको छ। दुध हालेँ अब अलिकति चाहिँ एकछिन राखेँ, भरे अब अप्सनमा भरे पुगेर बाटोतिर पनि हुनसक्छ भनेर, तर सबै हाल्दै अब त्यतिकै राख्नु भनेर पुग्न त पुग्यो। अनि तर यसलाई चलाइराख्नु पर्छ बेला बेला, फेरि टाँसिन्छ नि त। अनि एकछिन चलाएँ यसरी पकाउँदैछु भनेर देखाउँदैछु म चाहिँ। त्यसपछि यो चाहिँ अघि हाल्नु पर्थ्यो, रातो भयो बनाएर घिउमै भुटेर, तर अन्तिममा हाल्दा नि हुन्छ भनेर फेरि अन्तिममा हालेँ, निर्णय गरेँ मैले। त्यसपछि चलाउँदैछु, बक 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 उम्लिँदैछ। यता चिया पनि उम्लिसक्यो। अब मम्मीलाई बोलाउँछु म, मम्मी आउनुहुन्छ माथि, त्यसपछि मम्मीलाई दिन्छु म पाएको फाइनल्ली गाइस। त्यसरी अब मम्मीलाई दिएँ मैले। अब मम्मी मक्क पर्दै हुन्छ, मम्मीलाई भोक लागिसक्यो भन्ने हुन्थ्यो नि त अघिदेखि, त्यही भएर मम्मी गम खानुहुन्छ। ओके बाई गाइस, आजलाई यति। गाउँघरमा पोको पतिर त त्यस्तै हो साथीहरू। पछाडि